यो धनको पनि 5 वटा चरण हुँदो रहेछ, लेभल। तपाईँ कुन लेभलमा पर्नुभयो 5 वटा मध्येमा कमेन्ट गर्नुहोला है त। पहिलो सर्भाइभल, अस्तित्वको चरण भन्छ। यो चाहिँ नेपालीमा ठ्याक्कै लुटी ल्यायो भुटी खायो। महिना मर्यो तर तपाईँको तलब आएन भने तपाईँलाई अब गाह्रो पर्छ। कोही बिरामी भइदियो भने तपाईँलाई गाह्रो पर्छ त पैसा खोज्नको लागि तपाईँ आफन्तकोमा कुद्नु पर्यो कि कतैबाट किस्ता निकाल्नु पर्यो। तपाईँको पैसाले तपाईँलाई खान चाहिँ पुग्छ तर तपाईँको सेभिङ्स छैन। लेभल 2 स्टेबिलिटी लेभल, स्थिरता। तपाईँकोसँग तलब छ, तपाईँले फी तिर्न पुगिरहेको छ, नानीहरूको रेन्ट तिरिराख्नु भएको छ, किस्ता पनि ब्याज समयमै तिरिराख्नु भएको छ। तपाईँसँग हल्का सेभिङ्स छ। त्यो सेभिङ्सले कहिलेकाहीँ मनोरञ्जन गरौँ, सँगै फिल्म हलमा जाउँ फ्यामिलीसँग, अथवा नानीले केही महँगो मोबाइल किन्नु खोज्यो भने तपाईँ किस्तामा किनिदिन सक्नुहुन्छ। तपाईँसँग थोरै सेभिङ्स छ। लेभल 3 कम्फर्ट अथवा आरामको चरण। तपाईँसँग राम्रो स्यालेरी छ, तपाईँले आफ्नो जीवन स्तर बढाइसक्नुभयो। पहिला स्कुटरमा हिँड्नुहुन्थ्यो, साइकलमा हिँड्नुहुन्थ्यो, अहिले स्कुटर किन्न सक्नुभयो, अथवा पहिला स्कुटरमा हुनुहुन्थ्यो, अहिले बाइक किन्न सक्नुभयो। पहिला टिनको घर थियो, अहिले छत लगाइसक्नुभयो, अलिअलि जग्गा जोड्नुभयो, अलिअलि पैसा ब्याङ्कमा पनि फिक्स्ड डिपोजिटमा राख्नु भएको छ, किस्ता पनि लगभग तिरिसक्नुभयो, या त छैन, या त कम्ती छ। लेभल 4 मा चाहिँ फ्रिडम अथवा स्वतन्त्रता। यसमा तपाईँलाई काम गर्नु रहर हो, बाध्यताले काम गर्नु पर्दैन। कामै नगर्दा पनि तपाईँलाई पुगिरहेछ। पहिला बुढाबुढी नै सरकारी जागिरमा हुनुहुन्थ्यो होला, अहिले राम्रो पेन्सन आएको छ, तपाईँलाई पुगिरहेछ, काम गर्नु पर्दैन। अथवा तपाईँको सहरमा 20 वटा 10 वटा 15 वटा सटर होला, सटरको भाडाले तपाईँलाई पुगिरहेको छ। अथवा तपाईँले पहिला कति आफ्नो सञ्चय कोष अथवा करोडौँ पैसा एफडीमा राख्नुभएको होला, त्यसको इन्ट्रेस्टले तपाईँलाई पुगिरहेछ। तपाईँले काम नगर्दा पनि भइरहेछ। अथवा तपाईँको बिजनेस होला, त्यो बिजनेस कसैले सञ्चालन गरिरहेको होला, तपाईँले गएर अलिअलि हेर्नु मात्रै पर्यो। लेभल 5 अबुन्डेन्स अथवा समृद्धिको चरण। यसमा प्राय हामी धेरै हुँदैनौँ र यो भिडियो हेर्ने पनि सायद उहाँहरू पर्नुहुन्न। यसमा तपाईँलाई धन अत्याचार छ, तपाईँलाई केही मतलबै छैन, तर अब तपाईँ नाम कमाउन चाहनुहुन्छ। कसरी? या त डोनेसन गरेर, या त तपाईँ पोलिटिक्समा लाग्न चाहनुहुन्छ, या त आफ्नै बायोग्राफी छाप्न खोज्नुहुन्छ, या कुनै पनि कारणले नाम आफ्नो रोशन गर्न खोज्नुहुन्छ।